Hello, friends. Today I'm taking you on a spiritual journey of the heart of Kirati culture, so stay tuned. Friends, you can see chula, that is fireplace of 3 stones. चाहिँ छोरी चेलीहरूले लिएको कोसेली यसरी चलाउनु हुँदैछ बाबाले। सबैको नाममा चढाउनु हुँदैछ बोप्पाले। छोरी चेली सबैको नाममा चढाइदिनु हुँदैछ। हाम्रो माङपा लोकमान बोप्पा। यहाँनिर जुन माक्पाले पक्रिरहनु भएको छ नि बाँसको, त्यसलाई चाहिँ फारम फुल भनिँदो रहेछ। फारम भनेको चाहिँ बाँस अनि फुल, बाँसमा चाहिँ फुर्काएर अब यो चेन्ज गर्नुहुन्छ नि बोप्पा। बोप्पाले यो एक सालमा चेन्ज गर्नुहुन्छ। अब यो चेन्ज गर्नुहुन्छ अरे, चुला लिप्नुहुन्छ उहाँ। हजुर घर नयाँ फेर्नु हुँदैछ अरे। यहाँ चाहिँ बाँसको 3 ताले खिम भन्दो रहेछ घर। सुङखिम पनि भन्न सकिन्छ। 3 ताले यहाँ चाहिँ हाम्रो त्यसरी भालेहरू चढाएर चाहिँ पुस्ने रहेछ। यहाँ माngsुकको भाले र पोथी रहेछ, पित्रको भाले पोथी। हाम्रो पित्रलाई चढाउने तम्बा, अदुवा, कोदोको जाँडहरू त्यसरी चढाउनुहुन्छ। छेमा पूजा गरिसक्यो? पूजा अब हाम्रो पूजा सुरु हुँदैछ। चुलामा चाहिँ भर्खर आगो फुकेर चाहिँ अब भगवानलाई चाहिँ हामीले अब पूजा सुरु गर्न आँटेको है भनेर हामीले अनाउन्स गरे। राम्रोसँगले प्रे गर। यो अहिले तिमीले जाँड बनाइदिनु कि यो चाहिँ अहिले अब चाहिँ हाम्रो पूजा स्टार्ट। यो चाहिँ तोम्बा हो, यो भाले। पुजारी देखाइदियो हाम्रो पुजारी। यता पुजारीले हाम्रो पुजारीलाई माङ्बा भन्छौ। हिपहप क्या यो चाहिँ अब चढाउनु आँटेको भाले के भन्छ त? माङ्पा माङ्पा। चढाउनको लागि सानो सानो तोम्बा बनाउनु भएको छ यहाँनिर। पानी परेर अहिले चाहिँ भर्खर पानी रोकेर दिन छ्याङ्गै भइरहेछ। हाम्रो माक्माले माछा फ्रेस फ्राई गर्नु हुँदो रहेछ। हेलो माक्मा। सो ब्युटिफुल। हाम्रो माक्मा कस्तो राम्री हुनुहुन्छ। हाम्रो निनी त अलराउन्डर हो नि। फ्राई गर्नु हुँदैछ बेलुकाको लागि। भावना माइजू भाइ भनिदिनु। मलाई चाहिँ स्पेसली अचार बनाउनु बोलाउनु भएको। आज चाहिँ हाम्रो सबै रुम्बाङ्स परिवारहरू भेला हुनुभएर चाहिँ एकदमै भव्य रूपमा पूजा गर्नुहुँदैछ। गर्दिन भित्र भने गर्दैन। नाम्बोहरू देखाउनु हुँदैन त। एनिमल अब्युजरी कोटाउँछ नि। ए औला त्यसो भए त मात्रै नै बिक्री हुन्छ। त्यही त बारबिक्यु फाल्टै हुन्छ नि। हलालहरू गर्छ मान्छेले। अहिलेको कुखुराले जिम्नास्टिक गर्नु खोजेछ। खानेर योगा हाम्रो ज्वाइँ हुनुहुन्छ नवीन देवानीजी। हेलो। उहाँले चाहिँ आज सिमी पकाउनु हुँदैछ। प्याज खोर्सानी हालेर। पढिसकेर दिन चाहिँ यस्तो भइरहेछ। दामी भइरहेछ, दामी।
हाम्रो निनीले चाहिँ वाचिपा बनाउनु हुँदैछ आज चाहिँ हाम्रो पित्र हो घरको मिठो वाचिपा खान्छौँ हामी अब हामी सबैजना वाचिपा पर्खिराख्छौँ हेलो बप्पा सिधु वाचिपा पर्खिराख्छौँ हामी सबैजनाले वाटर दि सप्लाई हो दाजु हर्दी ठिक छ हेलो सबैजना के बनाउनु भएको छोले सबैजनालाई मेहमान लाग्छ भाडा धुँदैछ गीतामा हेलो यता यहाँ हाम्रो माखमाले एकदम खाना तताउनु हुँदैछ रिसङ्गी त्यो मैले त्यो